जसले धावा बोल्छ हाम्रो आस्थालाई जसले चाहिँ नि खुल्छ न खोज्छ त्यसको हामी प्रतिकार गर्छौँ। हामी डराएर होइन, हामी अगाडि लडेर अगाडि बढ्छौँ। त्यहाँबाट मैले लखेटेकै हो त्यो कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा छटपष्टै विक्रम छेत्रीलाई मार्न पर्छ, यसलाई काट्न पर्छ, हामी मङ्गलहरू एक ढिक्काउन पर्छ भनेर मलाई मादरचोद सोसियल मिडियामा आएर भुकेको छ। हाम्रो श्रम संस्कृति पार्टीका माननीय आर्यन राईको विरोध गरेकै छ। यो चुतियालाई म एउटा सानो सन्देश दिन चाहन्छु। मुखमा राम्रो बगालीमा छुरा बोक्ने पखण्डी तेरो यो नक्कली राष्ट्रवाद यस्तो नौटङ्की र अब धेरै दिन चल्दैन। यति कुरा याद गर है। अरूलाई औँला उठाउनु अघि ऐनामा आफ्नो यो हरकत हेर र हैसियत तेरो पनि हेर है। मैले भनिरहेको छु तँलाई, यदि तैँले यो मङ्गोल्यान्डको कुरा गरिरहेछस्, यदि मङ्गोल्यान्ड पुरै एक ठाउँमा उभियो भने नि तेरो सका सन्तान तेरो एउटा हड्डी पनि रहँदैन। मादरचोद यति कुरा बुझिराख। जय माटो, जय देश, जय श्रम संस्कृति पार्टी।